फेरि अर्को डेस्टिनेसनमा गइरहेछौँ यो चाहिँ टनेल हो पुरानो टनेल जापानको ल च्यालेन्ज गर्नुलाई सक्नुहुन्छ जान पहिलाको गाडीको टनेल होला है लाइट पनि छैन क्या यता चाहिँ स्कुल रहेछ अब चाहिँ हामी यहाँ यो चाहिँ बस्ने ठाउँ हो क्या कस्तो अँध्यारो छ त ट्रेनको रहेछ क्या यो ट्रेनको होइन यो पट्टी हो बच्चा बल्यो त पुरानो धेरै पुरानो भएकोले चाहिँ हामी चाहिँ छेउछाउमा छिरेर बिचमा हिँड्दै भित्ता पनि हेर्नुहोस् त भित्ता पनि रमाइलो सुरुमा हामी आउने बेला टनलको लाइट अफ एकदम अँध्यारो थियो नि हामी ठ्याक्क भित्र छिनछिन खोज्दाखेरि सेन्सरले आफू बत्ती बलेको है सेन्सर चाहिँ कहाँ छ भन्ने कुरा हो है अनि 125 मिटर त भनिरहनु मेबी म सिक्छु रोक्ने फोन गर्न हुन्छ बदमा हेर हेर न डराएर भाइ हो फर्केर हेर्दा टनेललाई फर्केर हेर्दा टुडु त्यहाँ भगवा मान्छे ओ हो रहेछ गोयामा सानगोयामा टोनेरु दाम छ त हेर्नु चाहिँ दाम देख्नुभयो डोको मैले देखिनँ उता फर्केर हेर्नु देखेन पोट्रीको दाम यतापट्टिको यता पनि छ अहिले यतापट्टिको यो एउटा यता पनि छ अहिले अनि यतापट्टिको यो एउटा त्यो बनाएको होला गाडीको पट्टी हो क्या यो यता यो साइडमा एउटा छ अनि अर्को साइडमा यो छ कि ट्रेनको पट्टी देखिरहेको मैले भनिरहेको छु त यहाँ पनि छ क्या ऊ हेर्नु चाहिँ ट्रेनको पट्टी हो क्या हिँड्नलाई चाहिँ किन यत्रो टर्ने बनाउँथ्यो र त युज यर कमन सेन्स ब्रो हामी उज्यालोको बाटो निस्किसक्यौँ कस्तो खालको इँटा चाहियो त नि भइहाल्छ नि अहिले रातो इँटा हल्छ नि यहाँ पुरानो ट्रेनको टनलबाट निस्क्यौँ अब यता जाने हो बाटो छ र बाटो त बाटै छ बाटो त मिल्छ भने जाम के नत्र अब कता जानु अब फेरि हामी यस्तो बाटो जाँदैछौँ हेर्नुहोस् यस्तो छ बस्न आवश्यक टनेल छ अनि माथि चाहिँ फेरि अहिले चाहिँ बाटो छ हामी चाहिँ माथि आइसक्यौँ अनि